हेरौँ न त मनको कुरा खोले के हुन्छ, नबोल्दा त यति भयो बोले के हुन्छ। हेरौँ न त मनको कुरा खोली के हुन्छ, नबोल्दा त यति भयो बोली के हुन्छ। आज यसै गरी बाँचिदिउँ यो जिन्दगानी, आज यसै गरी बाँचिदिउँ यो जिन्दगानी। के थाहा हिजो के भयो भोलि के हुन्छ, नबोल्दा त यति भयो बोली के हुन्छ। गाउँको अलि माथिबाट बग्दै आएको खोल्चा कटेर गएपछि वन, त्यो वन सुरु हुनै लाग्दा एउटा सानो चौर, जहाँ आज माहौल नै बेग्लै छ। हरेक वर्ष जस्तै वनदेवीको पूजा हुने दिन आज चारैतिर झिलिमिली तोरङहरू टाङ्गिएको, चौरको दाहिनेपट्टि लहरै त्रिपाल ओछ्याएर एक दिनका लागि पसल र खाजाघर जस्तो सञ्चालन गरिएको। कुनै पसलमा बिस्कुट चाउचाउ लगायतका खिर्ची-मिर्ची, तर धेरैमा भने पकाउँदै गरेको खानेकुराहरू, कतै आलो चप तारिँदै, कतै टङ्गु तारिँदै, कतै मगमग बास्ना आउने गरी सुकुटी पाक्दैछ। छेउमा छ्याङ खानेहरूको उस्तै रमिता, कतै सेलरोटी पकाउँदाको झ्वाइँको आवाज, कतै तातो चना खानेहरूको हा र हु। साना नानी बाबुहरू हावा भरिएको बेलुन बोकेर यताबाट उता दौडिँदैछन्। चौरको बीचमा भलिबल चलिरहेको छ, जित्नेले खची उपहार पाउने। चौरको दाहिनेपट्टि एउटा ढुङ्गा छ, गाउँलेहरू त्यसैमा अबिर फुलमाला चढाएर पूजा गरिरहेछन्, अनि दुवै हात जोडेर आँखा चिम्लदै केही मागिरहेछन्। सायद मागेको पाइन्छ पाइन्न त्यो अलग कुरा, तर यस्तो बेलामा केही माग्नै पर्छ भन्ने विश्वास जनजनमा मनमनमा गढेर बसेको छ। यस्तैमा घिन्ताङ मादल बस्न थाल्यो। बच्चादेखि बुढासम्म त्यतै ओइरिए सबैजना। रम्तेल काका भाका हाल्न सुरु गरिसकेछन्। उमेरले 60 पुग्नै आँटे पनि उनी साह्रै झिल्के। पहिले उमेरमा 7 दिन 7 रातसम्म दोहोरी गाउने रे। परका गाउँदेखि उनलाई निम्तो आउँथ्यो रे, यस्तै मेलामा जात्रामा दोहोरी खेल्न। अझै पनि उनको झिल्केपन उस्तै छ। सानो काठीको ज्यानमा चिटिक्कको कालो ढाका टोपी, काँधमा रातो गलबन्दी, हातमा सिको 5 घडी, ज्यानमा सेतो सर्ट, माथि खरानी रङको स्टकोट र नीलो रङको पाइन्ट खुट्टामा। पोहोर दसैँमा किनेको नयाँ टलक टल्किने जुत्ता, कालो जुत्ता। उसै गरी आज रम्तेल काकासँग दोहोरी खेल्ने सुर कसेकी स्याङतान्नी दिदी। उनी अहिले त उमेरले 50 नै पुग्न लागिन्, तर उबेला उमेरमा रम्तेल काकासँगै दोहोरी गाउँदै हिँड्ने उनै हुन् रे। उनी आफै अर्कै गाउँको भएर पनि हाम्रै गाउँ आइपुगेकी, बिहे गरेर हाम्रो गाउँमा आइपुगेकी। हुन त कसैले उनको मन चाहिँ रम्तेल काकासँग बसेको थियो, तर जात नमिल्नाले भाग्ने आँट गर्न सकेनन् पनि भन्छन्। खै त्यो त के हो कुन्नी, तर आज स्याङतान्नी दिदी पनि चिटिक्क परेर जात्रा आछिन्। रातो साडी, हरियो पछ्यौरी, कपालमा रातो धागो, हातभरि रातै चुरा। रम्तेल काकाले काँटी खाकखुक गर्दै पाका हालिहाले यत्तिकैमा। म त एक्लै गीत गाउन आएको, यो वर्ष नि बाँचेरै भेट भएको, वनदेवीको थान लाउँछौ कि पिरती बाँकी छ जोबन। यत्ति गाएपछि रम्तेल काकाले स्याङतान्नी दिदीतिर पुलुक्क हेरे। अरूले पनि अब गीत फर्काउने आशामा उनीतिर हेरे, तर सबैको आशा विपरीत उनी त चुरोट तान्दै बसिरहन्। अनि फेरि रम्तेल काका नै तम्सिए। रातो साडी पछ्यौरी ओढेकी, नबोलेर किन मुख मोडेकी, वनदेवीको थान लाउँछौ कि पिरती बाँकी छ जोबन। आजको लागि यति नै। यो कथा यहाँसम्म सुनिदिनु भयो। यो श्रृङ्खला मैले आज यहीसम्म टुङ्ग्याएको छु। फेरि नयाँ भाग, यस कथाकै नयाँ भाग ल्याएर म फेरि उपस्थित हुने बाचासहित बिदा हुन्छु। कथा मन परे लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा छोडिदिनु होला। आजलाई यति नै, हस्, धन्यवाद।